यो पिलर अहिले देखिरहनु भएको छ तपाईको यो मिजी वार्ड नम्बर 4 को चार अन्तर्गत सिमानामा पर्छ। तपाईको यो भारतले अनावश्यकमा आएर भित्री मिचेर एउटा नयाँ पिलर चाहिँ खडा गरेर तपाईको भर्खरै खडा गरेको। यहाँनिर तपाईको चाहिँ काठहरु पनि देखिरहेछ। यहाँले तारहरुको भर्खरै खडा गरेको 86 अग्लो 3 छ। तपाईको यहाँ चाहिँ आएर नयाँ पिलर खडा गरेर हाम्रो भित्र नेपालको सिमानापट्टि नेपालपट्टि आएर पिलर खडा गरेर तपाईको यहाँको जनताहरुलाई चाहिँ अहिले तपाईको खेती गरेको टाइममा जोत्न नदिने आएर थर्काउने यो नगर यो 30 फिट छोड भन्ने उ गर्ने नेपालपट्टि आएर 30 फिट छोड भन्ने नेपालपट्टि आएर चाहिँ तपाई खेती गर्न नदिने खेती गर्न नदिने गरिरहेछ। यहाँ चाहिँ एकदम ज्यादती गरिरहेछ। सम्म निकायको ध्यान पनि जाओस्। म वडालाई पनि मैले जानकारी गराएको छु। यो जुन चाहिँ नयाँ प्लेयर बनाएको छ यिनीहरूले रात आयो नयाँ प्लेयर खडा गरेर यिनीहरूले अहिले यहाँ चाहिँ एकदम यहाँको वरिपरि किसानलाई चाहिँ धान रोप्ने सिजनमा जोतिसकेका छन्। जम्मै त्यो यति नछोड यो 30 फुट छोड नेपालपट्टि आएर धम्काउँछ 30 फुट छोड यताको छोड यो यहाँको जग्गा नगर भनेर धम्काएर एकदमै यहाँ किसानलाई दुःख दिने काम गरिरहेको छ। यहाँबाट लगभग 100 गज पूर्व चाहिँ एउटा पिलर थियो। त्यो पिलर चाहिँ हात्तीले ढलायो अथवा के अरे खोलाले नदीले कटायो अनि तिनीहरूले त्यो पिलर छुपाएर अहिले रात त्यो पिलर छुपाएर यहाँ पिलर खडा गरेर चाहिँ यिनीहरूले एकदमै यहाँनिर चाहिँ सिमानामा मिचाइ गरिरहेको छ।